अर्को भिडियो अलिक फरक छ। म एउटा तपाईलाई दरबारमा लिएर जाँदैछु। त्यो दरबारमा तपाईँ पुगिसकेपछि म पुगिसकेपछि तपाईले के सोच्नुहुन्छ आउनुहोस्। दाइ नमस्ते। हजुर नमस्ते। काम गर्दै हुनुहुन्छ? काम गर्नु पर्यो नि। एकछिन कुरा गर्न सक्छु पाइदैन? तपाईसँग एकछिन कुरा गर्छु ल। हजुर। तपाईको यहाँ चेयर पनि रहेछ, म यसमा बसौँ, तपाईलाई पनि यसमा राख्छु है। हजुर ल। म चाहिँ कलाकार हो। हजुर। पेसाले है। हजुर। अनि चुनाव आइरहेछ, तपाईको घरमा आउन मन लाग्यो। हजुर। तपाईको शुभ नाम के हो? त्यही हो मेरो, त्यही थुक्की माझी। थुक्की माझी मेरो त्यही छ। ल, यो गौरदह वार्ड नम्बर 8 हो। यहाँ थुक्की माझी बस्नुहुन्छ। तपाईको परिवारमा कतिजना हुनुहुन्छ? हाम्रो परिवारमा एउटा छोरी, एउटा छोरो, 3टा नाति नातिनी। सबैजना यही घरमा बस्नुहुन्छ? सबैजना यही घरमा बसेको छु कि अहिले अलिकति छुट्याएर राखिदिएको छु। ए, छुट्टिएर चाहिँ बस्नु भएको छ उता। ए, एउटा ठुलो घर त्यहाँ बनाएको छु। अनि देशमा चुनाव भइरहेछ, यहाँबाट जितेर जाने मान्छे चाहिँ देशको प्रधानमन्त्रीको दावेदार, प्रधानमन्त्री हुँदैछ अब। हजुर। दावेदार छ। हजुर। हुने सम्भावना पनि एकदम धेरै छ है। त्यो भएको हुनाले तपाईका कुराहरू, तपाईले अहिलेसम्म सरकारलाई ट्याक्स तिर्नु भएको छ? अब ट्याक्स के तिर्नु, हामीले त अब अर्काको जग्गामा बसेको छु, के चाहिँ तिर्नु? आफ्नो भुँडी पाल्नु त साह्रो परिरहन्छ। तपाईले तिरेको ट्याक्स मैले देखेको छु, म तपाईलाई देखाऊँ? देखाउनु। तपाईँ बिहानै दाँत माझ्नुहुन्छ कि माझ्नुहुन्न? ए, माझ्छु। हो, त्यो कोलगेट छ नि? हजुर। तपाईले चलाउने ब्रस छ नि? छ। त्यो व्यापार गर्दाखेरि सरकारलाई ट्याक्स तिरेको हुन्छ। तपाईले लाएको यो सर्ट छ नि, यो कपडा ल्याउँदाखेरि पनि सरकारलाई ट्याक्स तिरेको हुन्छ। हजुर। यो घडी छ नि? हजुर। यो घडी पनि तपाईले किन्दाखेरि सरकारलाई ट्याक्स तिरेको हुन्छ। यो लुगा, तपाईको यो जुत्ता छ नि, चप्पल लगाइराख्नु भएको छ नि, यो पनि सरकारलाई ट्याक्स तिरेको हुन्छ। अनि मात्रै पसलमा आउँछ, पसलबाट तपाईले किनेर ल्याएर लाउनु भएको, त्यसमा अलरेडी ट्याक्स जोडिएको हुन्छ। ए, बुझ्नुभयो? बुझेँ। अब यो म सबैलाई बुझाउँछु। हजुर। है, त्यही भएको हुनाले अब चुनावमा के गर्ने, भोट हाल्ने कि नहाल्ने? हाल्नुपर्छ नि। भोट नहाले फेरि सरकारले कता खेदाइदेला। अनि सुन्नुभयो, भोट नहाल्दाखेरि सरकारले खेद्न पाउँदैन। भोट नदिन पाउने पनि तपाईको अधिकार हुन्छ। तपाईको आफ्नो स्वविवेकले भोट हाल्न पाउने हुन्छ। फेरि एउटा केही नायरतै बनाउनु पर्यो भने नाति नातिनीको, फेरि मलाई यसले भोटै हाल्दैन के दिनु, समस्या त्यता पनि पर्छ नि त। अनि सुन्नुभयो, यो अलिकति गम्भीर कुरा पनि हो उहाँले उठाउनुको, जहाँसम्म लाग्छ उहाँलाई समस्या परेर बोल्नु भएको हो। हजुर। यो घर हेर्नुहोस् एकचोटि, उहाँको चेहरा हेर्नुहोस्, मुहारमा हेर्नुहोस्, उहाँको खुट्टाहरू हेर्नुहोस्, हातहरू हेर्नुहोस्। परिश्रम गरेर बिहान के खायो, बेलुका के खाम भनेर बाँच्ने जीवन। चुनाव आउँदैछ तर भोट दिन्छु म। कसलाई दिनुहुन्छ म सोध्दिनँ है। तपाईको स्वविवेक प्रयोग गरेर हाल्नु होला। हजुर। तर म भोट कसलाई दिने भनेर चाहिँ म कमेन्टमा सोध्छु। हजुर। है, यो भिडियो म पोस्ट गर्छु। हजुर। यो भिडियो पोस्ट गरेपछि त्यो कमेन्टमा आउनेछ। हजुर। कसलाई भोट दिँदाखेरि यो खाली पैताला चिसोमा यसरी चप्पल लाएर हिँड्नुपर्ने, चिसोमा यसरी लुगा लगाएर बस्नुपर्ने, यो घरमा बस्नुपर्ने जुन अवस्था छ, यो अवस्था तपाईको छिट्टै अन्त्य होस्, मेरो शुभकामना। म तपाईलाई केही गर्न त सक्दिनँ, म सानो सहयोग तपाईलाई गर्छु ल। म मात्र यो तपाईका कुराहरू मान्छेले हेर्नुपर्छ, थाहा पाउनुपर्छ। तपाईहरुको पनि आवाज बुलन्द हुनुपर्छ। तपाईहरुलाई पनि न्याय दिनलाई, तपाईहरुलाई पनि सहज तरिकाले बाँच्न सक्ने अधिकार बन्नको लागि बनोस् भनेर म भिडियो बनाउँदै हिँडेको छु। हजुर। म पनि कुनै पार्टीको मान्छे होइन। हैन, ठिकै हो, कोही बात छैन। है, गर्ने समान गरिन्छ। अब नसकेपछि त के चाहिँ हुन्छ र। मसँग पनि धेर रहन्छ है। हजुर।
यो राख्नु होला तपाईँले चिया खानु होला बालबच्चालाई के खुवाउनुहुन्छ खुवाउनु होला ल ल हजुर है अनि आगामी दिनमा हजुर। तपाईँसँग म फेरि भेट्न पाऊँ हुन्छ। आज म तपाईँको घरमा आइपुगेको छु हजुर तपाईँलाई सम्झेर म फेरि पनि आउँछु हुन्छ हुन्छ है तपाईँलाई सम्झेर फेरि पनि आउँछु म अर्कोचोटि आउँदाखेरि तपाईँलाई चाहिँ सरकारको तर्फबाट यी झुपडीबाट उठाएर अलिकति राम्रो घर बनेको देख्न चाहन्छु राम्रो लुगा लगाएको त्यसमा पुग्ने मिठो खाएको हो तपाईँका बालबच्चा तपाईँसँगै बसेको हुन्छ सबै कुरा देख्न पाऊँ अँ, यो अबको सरकारले यी भुइँ मान्छेहरूको आवाज सुनोस् हजुर म कुनै पार्टीको होइन मैले भनिसकेको छु यो आवाज उठ्नुपर्छ हामीले नउठाए कसले उठाइदिन्छ मौन बसेर ठुलो ठुलो हेरिराख्न नसकेर यी आवाजहरू उठाउँदै हिँडेको छु हजुर भोट कसलाई दिने हो तपाईँहरू कमेन्टमा भन्नुहोला अर्को भिडियो म फेरि लिएर आउनेछु नमस्ते